Hello and welcome to the first ever episode of our podcast series brought to you by the Society of Electrical and Electronics Engineers here in Kathmandu University. So, for our very first episode, we have with us Professor Dr. Bhupendra Bimal Chhetri sir. Sir, welcome. Thank you very much. सर हाम्रो भ्युवर्सहरूको लागि सुरुमा एउटा छोटो इन्ट्रोडक्सन प्लिज इफ यु वुड मेरो नाम भूपेन्द्र छेत्री हो। म चाहिँ चाबहिल मैजुवालमा जन्मेको। त्यसपछि मैले चाबहिल स्कुल पढेँ अनि मैले आइएससी अस्कलबाट गरेँ। त्यसपछि म बङ्गलादेश गएँ। बङ्गलादेश गएर ब्याचलर अफ इन्जिनियरिङ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा गरेँ। त्यो गरेर 1993मा म फर्केँ बङ्गलादेशबाट र त्यसपछि 1994मा मैले केयु जोइन गर्ने अपर्च्युनिटी पाएँ एज अ लेक्चरर एन्ड फर्चुनेटली एज अ फर्स्ट ब्याच अफ टिचर्स र केयुबाट नै म जापानमा मास्टर्स र पिएचडीको लागि सेलेक्ट भएँ र 2003मा मैले पिएचडी जापानबाट क्युसी इन्स्टिट्युट अफ टेक्नोलोजीबाट सकाएर म फर्केर त्यसपछि म यही डिपार्टमेन्टमा कार्यरत। सर अहिले इन आवर टाइम्स यो इन्जिनियरिङ सुरु गर्नु अगाडि वी हेभ लट्स अफ पिपल अन द इन्टरनेट वी हेभ लट्स अफ रिसोर्सेस जस कहाँ स्कोप छ कहाँ छैन लाइक कुन मेजर अबको अलिक टाइमपछि फिल्ड बुमिङ छ भनेर वी गेट टु नो अल सर्ट्स अफ इन्फर्मेसन तर त्यो बेलामा हजुरले इन्जिनियरिङ किक अफ गर्नु अगाडि हजुरलाई त्यो इन्ग्रेभ कसरी भयो भित्रबाट द्याट आई वान्ट टु स्टार्ट स्टडिङ इन्जिनियरिङ भनेर यस्तो हुन्छ अब हामी केटाकेटीदेखि नै हामीलाई चाहिँ केही चिज बनाऊ केही चिज बिगारौँ एसेम्ब्लिङ एन्ड डिसेम्ब्लिङ होइन त्यो एउटा हामीलाई केटाकेटीदेखि नै एउटा नेचुरल इन्स्टिङ्क्ट हुन्छ। अनि त्यही सिलसिलामा अब घरतिर घर आएपछि काम गर्दा गर्दै पिपल टेन टु ट्रस्ट सम किड होइन विथ सम टेक्निकल भनौँ न टेक्निकल टास्क अनि त्यो बनाउने होइन खेल्ने सामानहरू बाइसाइकल सफा गर्ने बनाउने होइन त्यस्तै गरी अरू इलेक्ट्रिकल एप्लायन्स पनि अब त्यो बेलामा भनौँ न एउटा कोइल हिटर आउँथ्यो जुन चाहिँ अब बिग्रिरहन्थ्यो कोइल होइन जलिरहन्थ्यो बेला बेलामा त्यहाँ जोड्नुपर्ने हुन्थ्यो त्यस्ता कामहरू हामी गरिरहन्थ्यौँ। त्यसबाट नै अब जब स्कुल सकियो त्यसपछि करियर अप्सनमा एउटा ब्राइट अप्सन भनेको आइएससी पढ्ने अनि त्यसपछि प्लानमा जाने इन्जिनियरिङ पढ्न भन्ने चाहिँ त्यो बेलाको चलन थियो है। अनि त्यही अनुसार नै अब माइन्ड सेटअप त्यसरी नै भयो होइन टेक्निकल एरियामा पढ्ने फिजिक्स ग्रुप जोइन गरियो इन्जिनियरिङ पढ्नको लागि मेडिसिनको लागि बायोलोजी जोइन गर्थेँ अनि फिजिक्स ग्रुप जोइन गरेपछि आइएससीमा राम्रै रिजल्ट आयो भनौँ है। फर्स्ट इयरमा अलि ध्वस्त भयो तर सेकेन्ड इयरमा रियलाइजेसन भयो अलि टेक्निकल्ली पढियो भनौँ न। फर्स्ट इयरमा चाहिँ अलि नाइभ स्टाइलले पढियो त्यस्तै कति पर्सेन्ट आयो अहिले मैले भुलेँ 63 64 65 त्यस्तै अराउन्डमा आयो। अनि सेकेन्ड इयरमा चाहिँ थोरै स्ट्राटेजिकली पढियो अनि एभरेज पर्सेन्टेज राम्रै आयो अनि त्यसपछि शिक्षा मन्त्रालयमा एप्लिकेसन गर्ने चलन थियो त्यो बेलामा एप्लिकेसन गरेर अनि शिक्षा मन्त्रालय थ्रु चाहिँ बङ्गलादेशमा सेलेक्सन भएर इलेक्ट्रिकल पढ्न गइयो। इन्ट्रेस्ट नै इलेक्ट्रिकल तिर थियो बेसिकली। सो त्यो लाइक प्रोसिजर चाहिँ मन्त्रालयमा अहिलेको जस्तै पिवाइक्युजहरू त्यस्तै हुन्थ्यो कि कस्तो त्यो एक्जामको स्ट्रक्चर के हुन्थ्यो? मन्त्रालयमा हाम्रो त इन्टरभ्यू मात्रै भएको थियो। ए इन्टरभ्यू हुन्थ्यो अनि सो त्यो बेला कलेज डेजमा वेदर सम पिपल युज टु लुक अप टु कि के थियो हजुरलाई भनौँ न करियर वाइज नै भए पनि टु गेट थ्रु इट हजुर हु डिड यु लुक अप टु? त्यस्तो थिएन भन्दा पनि हुन्छ किनभने त्यो बेलामा अब इन्जिनियरै
थिए होइन। उम्, पर्टिकुलरली अब सिभिल इन्जिनियरहरू अलिअलि उम्, हुन्थे, अनि इन्जिनियर भनेकै सिभिल इन्जिनियर भन्ने थियो उम्, त्यो बेलामा। अनि इलेक्ट्रिकल त्यो बेलासम्म स्टार्ट भएको थिएन नेपालमा उम्, है। नेपालमा इलेक्ट्रिकल स्टार्ट भएको सायद 1994मै हो, ए ओके जब हामीले एज अ टिचर जोइन गऱ्यौँ। उम्, अँ, त्यसकारण बाहिरबाट रसियाहरूबाट पढेर आउनेहरू धेरै हुनुहुन्थ्यो इलेक्ट्रिकलमा। उम्, तर पनि अब हामीले त्यसरी चिन्ने भनेको कमै थिए है। काठमाडौँ इट्सेल्फ वाज भेरी लेस पपुलेटेड त्यो बेलामा होइन। इट्सेल्फ जस्तो भनौँ बागमतीको अराउन्डमा पनि खेतै खेत मात्रै थियो त्यो बेलामा उम्, होइन। घरहरू फाटाफुट्टा पुरानो स्टाइलका घरहरू थोरै हुन्थे, मोडर्न हाउसिङहरू त्यति डेभलप भइसकेको थिएन। उम्, हामी 8 क्लासतिर पढ्दासम्म बागमती वाज क्लिन इनफ है। त्यो बेलामा अब नुहाउने त्यस्तो उम्, गर्न मिल्थ्यो। त्यो त्यो परिस्थितिमा खासै त्यस्तो पर्टिकुलर इन्सपायर गर्ने प्रोफेसनलहरू भन्ने त थिएन। उम्, तर पनि अब नेचुरल एउटा हुन्छ उम्, फेटले डिसाइड गर्ने जस्तो नेचुरली नै त्यसमा इन्सपायर भइयो। उम्, जस्तो अब हामीलाई त अप्सन थियो कुनै अरू इन्जिनियरिङमा पनि एप्लाई गर्ने, उम्, मेकानिकल अथवा सिभिल उम्, अथवा अरू इन्जिनियरिङमा एप्लाई गर्ने अप्सन थियो। तर मैले चाहिँ इलेक्ट्रिकल नै रोजेँ। जस हार्डवेयर त्यो बेला ठ्याक्कै ब्लुम गरिरहेकै फेज थियो त्यस्तो थिएन हामीलाई त्यति अ, जानकारी चाहिँ थिएन उम्, त्यति के हुन्छ भन्ने कुरा। एक्चुअली अब यो हार्डवेयरहरू चाहिँ हामीले अब ब्याचलर पढेपछि सेकेन्ड इयरतिर भनौँ न, उम्, सेकेन्ड इयरतिर बल्ल इन्काउन्टर गरेको हार्डवेयरहरू, इलेक्ट्रिकल जुन कम्पोनेन्ट्सहरू हुन्छ उम्, अलि डिटेल लेभलमा उम्। नाइब सो नै थियो। सो जस त्यतिखेर वेन यु वेन्ट अन बङ्गलादेश गएर त्यहाँ इन्जिनियरिङ पढ्दाखेरि कल्चरल सिफ्ट कतिको फिल भयो हजुरलाई कलेजमा भनौँ न डाउन साइड्स टु गोइङ टु अनदर कन्ट्री हजुरलाई भनौँ न ऱ्यागिङ रेसिजम त्यस्तो केही भयो ऱ्यागिङ रेसिजम त थिएन, तर कल्चरल्ली चाहिँ अ, पछि चाहिँ अब सिमिल्यारिटी चाहिँ पछि मात्र थाहा हुन्छ है। मह्म, सुरुमा त डिसिमिलर होइन। वेन यु गो टु न्यू कम्युनिटी मह्म, यु फिल द्याट दे आर क्वाइट डिसिमिलर हो होइन। यस अनि पछि गएर मात्रै त्यो सिमिल्यारिटी चाहिँ यु फिल द्याट यु यु आर क्वाइट सिमिलर टु पिपल इन बङ्गलादेश। मह्म, सुरुमा फर्स्टमा ल्याङ्ग्वेजको एउटा ठुलो ब्यारियर थियो। मह्म, अनि टिचरहरू अलि स्टिफ कोअपरेटिभ अँ, नहुने। अँ, टिचर इज टिचर होइन। मह्म, दे वुड डेलिभर द लेक्चर एन्ड यु निड टु डु वाट यु निड टु डु मह्म, होइन। उनीहरूले लेक्चर डेलिभर गर्छ अनि त्यसपछि उनीहरूले एक्जामिनेसन चाहिँ एकदम कडा लिने मह्म, भन्ने खालको त्यो बेलामा चलन थियो। मह्म, इन इन अ वे यु ह्याड नो अदर पिपल देन जस्तो सिनियर्सहरूले चाहिँ हामीलाई अलिकति मेन्टरको रूपमा हामीलाई चाहिँ अलिकति साइकोलोजिकल कम्फर्ट मह्म, दिनुहुन्थ्यो होइन। मह्म, तर अब आफ्नै ब्याचको स्टुडेन्टसँग चाहिँ हामीले चाहिँ त्यो सबै कुरा भनौँ न, मह्म, नलेज चाहिँ आफ्नै ब्याचको स्टुडेन्टसँग लिनुपर्थ्यो। जस्तो मह्म, मलाई कुनै सब्जेक्टमा ल्याकिङ छ भने मह्म, जसलाई त्यो चाहिँ अलिक राम्रोसँग आउँछ त्यसबाटै सिक्ने अनि मह्म, आफूले पनि सिकाउने, अँ, असाइनमेन्ट्सहरू त्यसै मह्म, गरी गर्ने भन्ने कुरा मह्म, थियो। तर सक चाहिँ ठुलै सक थियो होइन। मह्म, किनभने अब काठमाडौँको वेदरमा बसिरहेको बङ्गलादेशको अँ, होइन एकदम ट्रपिकल वेदर भयो, अँ, एकदमै डिस्कम्फर्ट हुन्थ्यो मह्म, वेदरले पनि। मह्म, अनि फुड ह्याबिटले गर्दा अथवा भनौँ न माइक्रोबियल त्यो मिसम्याचले मह्म, गर्दाखेरि पेट खराब हुने होइन। मह्म, खाना चाहिँ केही त्यस्तो मतलब युज टु नभइरहेको खानामा मह्म, पुग्नुपर्ने त्यो एपेटाइट नै लस हुने त्यस्तो खालको मह्म। भयो। तैपनि अब मिहिनेत त गर्नुपर्यो। त्यो बेला हजुरसँग अब द्याट टाइममा त रिसोर्सेस भनेकै मेकिङ फ्रेन्ड्स उनीहरूसँगै असाइनमेन्टहरू
सेयर गर्ने, आई मिन कन्सल्ट गर्ने त्यो भयो अनि फोटोकपी सेन्टरको ओके। सो अहिले इफ यु वर टु स्टडी इन्जिनियरिङ अहिलेको बेलामा, अहिलेको एरामा, हाउ डिफ्रेन्टली वुड यु अप्रोच दिस मेजर, कि वुड यु हेभ डन द सेम वाट यु डिड ब्याक देन? मैले नै भन्नुपर्दा चाहिँ म सेमै गर्थेँ होला है। किन भन्दाखेरि द्याट एप्रोच वाज सुटेड टु मी है, एटलिस्ट फ्रम द नलेज साइड है, नट फ्रम द प्र्याक्टिस साइड। यु नो सम पिपल वान्ट टु बी प्र्याक्टिकल फ्रम द अनसेट होइन, सम पिपल वान्ट टु ह्याभ फर्स्ट के एनालाइटिकल स्किल्स होइन, बुकलाई नै अब थरोली भनौँ न, बुकको सबै प्रब्लमहरू सल्भ गर्न सक्यो भने खतरा भन्ने खालको होइन। किनभने अब हामीले बाहिर त्यस्तो टेक्निकल एक्सपोजर त पाइसकेका थिएन होइन। त्यस कारणले अब हामीलाई इन्जिनियरिङको भनौँ न अब अहिलेको जस्तो भिजुअल्सहरू, अहिलेको जस्तो डकुमेन्टरिजहरू त्यस्तो हामीले हेर्न पाएको थिएनौँ। भनेपछि त अब हामीलाई के थियो त भन्दाखेरि आइएसटीमा जसरी हामीले चाहिँ भनौँ न नेल्सन एन्ड पार्करको सब प्रब्लम भ्यायो भने खतरा भन्ने जुन थियो नि होइन, त्यही माइन्डसेटमा थियौँ हामी। अहिले पनि सायद अब लङ ड्युरेसन अफ करियर हेर्दाखेरि चाहिँ स्टार्ट चाहिँ त्यही माइन्डसेटबाट गर्छु होला मैले चाहिँ होइन। तर अब न्यू स्टुडेन्ट वेन यु अलरेडी आर एक्सपोज होइन, त्यो बेलामा एज अ टिचर चाहिँ स्टुडेन्टले चाहिँ अलिकति ब्यालेन्सिङ गरेर गरोस् भन्ने चाहिँ सोध्छु। तर म भए चाहिँ फेरि त्यही रुट एप्रोचमै जान्थेँ कि त्यही रेटोरिक पहिला गेटिङ थ्रु विथ द थ्योरी अनि त्यसपछि सोच्दै गराउँदा खालके। बुक्सहरू पनि अब त्यो बेलाको बुक्सहरू अलिकति फरक हुन्थ्यो। अहिले चाहिँ बुकहरू धेरै कम्पाइलेसन टाइपको बुकहरू पाइन्छ भने त्यो बेलामा चाहिँ कस्तो भन्दाखेरि अब धेरै पढाइसकेको टिचरहरूले फर्मुलेट गरेको बुकहरू है, स्टिल अब त्यो लिगेसी को बुकहरू चाहिँ अलिकति अब कहिलेकाहीँ हामीले कम थ्रु होइन। तर पनि त्यो बुकहरू सानो डेन्स होइन, कम्प्याक्ट हुन्थ्यो। अनि त्यो भएको हुनाले त्यसैमा चाहिँ स्टिल होइन, त्यसैमा त्यो च्यालेन्जिङ भनौँ न मेन्टल स्किलमा चाहिँ त्यही नै च्यालेन्जिङ जस्तो लाग्छ मलाई। सो विथ अल द कन्फ्युजन जुन छ अहिलेको एरामा, अब एआई एलएलएम सब डेभलप भइरहेछ, बा गर्ने हो कि नगर्ने हो, यस अब हार्डवेयर डेड नै हुन आँटेको हो कि भन्ने कन्फ्युजन छ अझै पनि हाई स्कुल स्टुडेन्ट्सहरूमा, हामीमा पनि थियो बिफोर टेकिङ दिस मेजर। सो कोही मान्छे जो चाहिँ अहिले अड्किरहेको छ, बा पढ्ने नै हो कि, बा यत्रो आइएम डुइङ अल दिस स्ट्रगल, यो अल फर नथिङ नै हुने हो कि। सो यो फिल्डमा यत्रो लामो समयसम्म एउटा प्रोफेसनल भइसकेपछि हाउ डु यु सी इट, यो कन्फ्युजनमा अलिकति यसो प्रश्न पारिदिन्छ कि टु अल द पिपल? अनि त्यो त ट्रान्सफर्मेसन भएको मात्रै हो होइन, यो कुनै पहिला नभएको कुरा त होइन। यो चाहिँ ट्रान्सफर्मेसन भएको चाहिँ कसरी भन्दाखेरि यो चाहिँ डिजिटलाइजेसनले ट्रान्सफर्मेसन भएको होइन। अनि डिजिटलाइजेसन भएपछि वाट वी युज टु डु म्यानुअल्ली अर वाट वी युज टु डु इन पर्सन, त्यो कुराहरू चाहिँ अब डिजिटलाइजेसन गर्दाखेरि वी वान्ट टु मेक द डिजिटल हार्डवेयर सफ्टवेयर रेस्पोन्सिबल होइन। भनेको मतलब हामी चाहिँ थोरै के गरिरहेछौँ त भन्दाखेरि हामी चाहिँ वी वान्ट टु गेट रिड अफ दोज काइन्ड अफ टास्क, म्यानुअल लेबर होइन। म्यानुअल मात्रै होइन, इन्टेलेक्चुअल टास्क पनि हामी के गर्न खोजिरहेछौँ त भन्दाखेरि असाइन गर्न खोजिरहेछौँ होइन, लिभ इजी होइन। टार्गेटै के थियो त, जस्तो कि हामी इन्जिनियरिङ गऱ्यौँ होइन, इनोभेसन्सहरू गऱ्यौँ, टार्गेटै के थियो त हाम्रो लिभ इजी होइन। अब डिजिटलाइजेसनले झन् लिभ इजीको अप्सन दिइरहेछ होइन, अनलेस यु गेट ट्र्याप्ड इन सर्टेन डिफिकल्ट सिचुएसन होइन, यु वान्ट टु लिभ इजी होइन। द्याट्स वाइ यु हेभ असाइन्ड मोर रेस्पोन्सिबिलिटी टु द डिजिटल पार्ट अफ यु नो द होल इनोभेसन है। इनोभेसनको जुन डिजिटल पार्ट भयो, इनोभेसनको जुन सफ्ट पार्ट भयो होइन, त्यसलाई चाहिँ हामीले धेरै असाइन गऱ्यौँ रेस्पोन्सिबिलिटी। तर स्टिल त्यो पहिला हामीले गर्ने र अहिले गर्नेमा त्यति फरक छैन होइन।
किन भन्दाखेरि विल बी डुइङ सिमिलर टास्क Mm. होइन फर एभर भनौँ न Mhm. होइन सिमिलर टास्क फर एभर बट द हेल्पिङ ह्यान्ड्स विल चेन्ज Mm. होइन हेल्पिङ जस्तो भनौँ सिस्टम्स Mhm. होइन तिनीहरू चाहिँ चेन्ज भइरहेछ इभोल्भ भइरहेछ मोर इनोभेटिभ भइरहेछ मोर इन्भेन्सन्सहरू त्यसमा चाहिँ बढी भइरहेछ सो हामी चाहिँ के त भन्दाखेरि त्यसलाई चाहिँ फुल्ली युटिलाइज गरौँ भन्ने पनि छ Mm. र एट द सेम टाइम लेट्स नट बी लाइक यु नो Mm. Totally dependent. totally dependent and let's not be like you know कस्तो भन्दाखेरि वर्किङ ओन्ली सफ्ट Mhm. अनि त्यो भएपछि चाहिँ हामीलाई के हुनसक्छ त भन्दाखेरि पर्सनल लाइफहरूमा नि प्रब्लम हुनसक्छ बिकज वी Mm. गेट आइसोलेटेड होइन Mm. वी मे गेट मोर इटिङ ह्याबिट्स है Mm. मोर टेन्स Mm. इन आवर सेल्स Mhm. किन भन्दाखेरि इन्टरेक्सन भयो भने त अलिकति भए पनि टेन्सन कम हुन्छ नि Mhm. होइन Mm. बिकज इफ यु क्यान स्पेन्ड टाइम होइन इन्टरेक्टिङ विथ नेचर your फ्रेन्ड्स Mm. एन्ड सो अन त्यो भयो भने चाहिँ हामी मोरलेस साइकोलोजिकल्ली लाइटर मुडमा हुन्छौँ भने Mm. जब हामी डिजिटल हार्डवेयरमा मात्रै भर पर्छौँ त्यो बेलामा हाम्रो एन्जाइटी चाहिँ बढ्छ। बढी हुनसक्छ Mm. है सो थ्रेड जसरी चाहिँ अहिलेसम्म देखिएको छैन हजुरले? थ्रेड त म देख्दिनँ तर Mm. पनि इट मे भनौँ न इट मे क्रिएट मोर पर्सनल च्यालेन्जेस Mm. होइन देन बिफोर Mm. पहिला पहिला अब जस्तो भनौँ सर्टेन प्रब्लमहरू चाहिँ इट वाज कम्युनिटी च्यालेन्ज Mm. होइन Mm. ग्रुपको च्यालेन्ज Mhm. होइन अनि अहिले चाहिँ कतिपय प्रब्लमहरू इट्स योर च्यालेन्ज Mm. होइन त्यस्तो हुनसक्छ होइन इफ वी आर नट भेरी केयरफुल विथ हाउ वी डिजाइन Mm. and design the system and also how we give some sort of appliance to Mm. होइन Mm. पिपल है Mm. त्यसमा चाहिँ अलिकति हुनसक्छ बट आइएम अल्सो फेसिनेटेड बाई हाउ थिङ्स आर गोइङ Mm. होइन बिकज अफ डिजिटलाइजेसन सो यो सब भइराख्दाखेरि डु यु थिङ्क द स्टुडेन्ट्स द्याट यु गेट राइट नाउ अहिले पास्ट फ्यु इयर्सदेखि इन वाट सर्ट आर दे डिफ्रेन्ट फ्रम द स्टुडेन्ट्स द्याट यु युज टु फेस पहिला 90sमै पढाउँदा अर वेन यु वर अ स्टुडेन्ट त्योभन्दा अहिले अलिक मोटिभेसन घट्यो जस्तो लाग्छ कि हजुरलाई? मोटिभेसन त त्यस्तो लाग्दैन तर द वे अफ डुइङ हेज चेन्ज होइन उम्, अनि त्यसले गर्दाखेरि के हुन्छ त अघि पनि मैले डिजिटलाइजेसनको कुरा गरेँ जसबाट चाहिँ अलिकति के हुन सकिन्छ त थिङ्स आर गेटिङ स्मार्टर द्याट मिन्स यु क्यान गेट ब्याकवर्ड होइन उम्, ठिक छ इट्स देयर प्रब्लम नाउ भनेपछि अँ, हाम्रो प्रब्लम घट्दै गयो नाउ वी आर गोइङ डम्बर। अँ, र अर्को कुरा के हुन्छ त भन्दाखेरि पहिला जसरी हामीले चाहिँ रिगोरस होइन वान टु वान गर्थ्यौँ वी युज टु स्पेन्ड टाइम अन इच एन्ड एभ्री स्टेप होइन अहिले चाहिँ सायद यो कन्फिडेन्स पनि छ होला एक खोज्यो भने पाइहाल्छ होइन अनि यसो एक रात अगाडि राखिदिउँ भइहाल्छ। राखिदिउँ अनि चलाइदिउँ भने सो बेसिक स्किलमा चाहिँ अलिकति पोर हुँदै गएको छ होइन भन्ने जस्तो मलाई लाग्छ अहिलेको स्टुडेन्टहरू बिकज दे थिङ्क द्याट समथिङ क्यान बी डन मोर इजिली बिकज द एक्सेस टु रिसोर्स इज गुड होइन अनि त्यो गर्दाखेरि त अब हामीले जुन स्टेप वाइज भनौँ न ट्रेनिङ हुनुपर्ने त मिस भयो नि अनि त्यसले गर्दाखेरि देयर आर सर्टन डिफरेन्सेस होइन विच वी क्यान फिल के पर्टिकुलरली अब जस्तो भनौँ यहाँकै एक्टिभिटीमा पनि प्रोजेक्टको रिपोर्ट होइन प्रोजेक्टको प्रेजेन्टेसनहरू गर्ने बेलामा चाहिँ वी नर्मल्ली एक्सपेक्ट देम टु बी बेटर देन अस होइन तर त्यो नै भइरहेको छैन जस्तो लाग्छ मलाई होइन बिकज अब कारण त अब हामीलाई थाहा छैन होइन
उनीहरूलाई नै थाहा हुन्छ जसले गर्यो। तर पनि one of the suspect is that we tend to spend a lot of time on certain exploration भनौँ न, इन्टरटेनमेन्ट एन्ड एक्सप्लोरेसन। त्यो भएको हुनाले त्यो जुन फर्मल टास्कको लागि चाहिँ त्यति टाइम भएन, अनि काम चलाउ गर्न खोज्दा त स्किल त घट्यो नि। सो त्यो त कन्स भयो। प्रोज चाहिँ देख्नु भएको छ कि नै? पास्ट 3 इयर्सदेखि केही राम्रो साइड चाहिँ देख्नु भएको छ कि नै इभल्भ राम्रो हुँदै साइड गर्दाखेरि? चाहिँ अब नदेख्ने भन्ने कुरा छैन। राम्रो साइड चाहिँ के देखिरहेछौँ त भन्दाखेरि, नाउ इफ यु हेभ आइडिया टु रियलाइजेसन चाहिँ फास्ट भइरहेछ है। क्विकर भइरहेछ। किन भन्दाखेरि अब जस्तो हामीले कुनै पनि अब जस्तो ह्याकाथोन भनौँ हेऱ्यो होइन, त्यस्तो बेलामा चाहिँ अब आइडियाबाट हामी स्टार्ट गर्छौँ नि त। अब जुन कुरा चाहिँ आइडियादेखि रियलाइजेसनसम्म धेरै टाइम लाग्थ्यो, रियलाइजेसन नहुन पनि सक्थ्यो होइन। तर प्लग एन्ड प्ले टाइपको मोड्युल्सहरू आएपछि त आइडिया टु रियलाइजेसन त फास्ट भयो। भनेपछि हामीले अझ इनोभेटिभ कुराहरू, कस्टमाइज कुराहरू चाहिँ फास्ट देखिरहेछौँ स्टुडेन्टबाट होइन। जुन चाहिँ हामीले पहिला सोच्थ्यौँ कि यो पोसिबलै छैन होइन, अहिले चाहिँ के भइरहेछ भन्दाखेरि त्यस्तो एप्लिकेसनहरू कस्टमाइजेबल भइरहेछ र आइडिया टु रियलाइजेसन चाहिँ फास्ट भइरहेछ। अर्को कुरा चाहिँ हामीलाई अब भनौँ न एक्सेस टु सप्लाई चेन पनि राम्रो भयो नि त अहिले होइन। पहिला त त्यस्तो सप्लाई चेनसँग एक्सेस थिएन हामीलाई। अहिले अब हामीले दिस वे अर द्याट वे इन्टरनेसनल्ली अभाइलेबल कुरा चाहिँ हामीले पाउन सक्छौँ नि त होइन। सो त्यो एकदम एडभान्टेजियस भयो। एट द सेम टाइम जुन कस्ट रिडक्सन भयो मोडुलर बिल्डअप गरेर होइन, पर्टिकुलरली इलेक्ट्रोनिक्समा होइन, र त्यो चाहिँ धेरै राम्रो भएको छ अहिले। र स्टुडेन्टको त्यो क्यापेबिलिटी पनि राम्रो भएको छ होइन। जस्तो हार्डवेयर इन्टरफेस गर्ने, त्यसलाई प्रोग्राम गर्ने, त्यहाँबाट चाहिँ अब आएको आउटपुटहरूलाई अटोमेटिकल्ली क्लाउडमा लाने अथवा त्यस्तो खालको कुराहरू चाहिँ स्टुडेन्टले अहिले धेरै फास्ट गर्न सकेको छ। तर त्यो अलिक लिमिटेड छ त्यस्तो स्टुडेन्टहरूको पपुलेसन चाहिँ। सो यही काठमाडौँ विश्वविद्यालयकै सुरुको यता एकाडेमिक्स नै पहिला ल्याउँदाखेरिकै च्यालेन्जेसमा पनि सुरुमा त सेटअप त गर्नु पऱ्यो इन्फ्रास्ट्रक्चर। सुरुमा केयुमा इलेक्ट्रिसिटी ल्याउँदाखेरिको च्यालेन्जेस हजुरलाई नै प्रत्यक्ष रूपमा थाहा होला जस्तो लाग्यो मलाई पनि, बिकज युभ कन्ट्रिब्युटेड अ सर्टेन लट टु ब्रिङ्गिङ इलेक्ट्रिसिटी इन दिस टाउन। सो त्यो चाहिँ के छ त्यसको? हामी अब सुरुको फेजमा इन्भल्भ हुँदाखेरि चाहिँ यो क्याम्पस चाहिँ बनिरहेको थियो होइन। बिल्डिङ कुनै पनि खास फिनिस भइसकेको थिएन। हामी चाहिँ वर्क इन प्रोग्रेस भएकै बिल्डिङमा सरेको। एक्चुअली केयुको चाहिँ आइएससी टङ्गालमा चल्थ्यो, अनि टङ्गालबाट हामीले क्लास सुरु गऱ्यौँ। तर अब त्यसपछि दसैँ आयो। त्यो दसैँ आउँदाखेरि चाहिँ हामीले लेट्स प्रिपेयर दिस क्याम्पस फर से फ्यु लेक्चरको लागि मात्रै भए पनि सुटेबल गर्ने भन्ने कुरा भयो है। अनि त्यो भएको बेलामा चाहिँ अब हामीले क्याम्पसलाई एउटा लेक्चर लिनलाई अथवा स्टुडेन्टलाई यहाँ चाहिँ पढाउनको लागि बेसिक भनौँ न, बेसिक इन्फ्रास्ट्रक्चर कसरी सेट गर्ने भनेको सर्टेन बेन्चेसहरू ल्यायौँ हामीले टङ्गालबाट होइन। त्यस्तै गरी अब यहाँ चाहिँ अब यो डिस्ट्रिब्युसन लाइन थिएन, एउटा ट्रान्सफर्मर मात्रै थियो। त्यो ट्रान्सफर्मरबाट कनेक्सन गरेर डिस्ट्रिब्युसन लाइन लिएर आयौँ बिल्डिङमा होइन। अनि त्यस्तै गरी अब ब्याकअप जेनेरेटर सेट गऱ्यौँ होइन। बिल्डिङमा वायरिङ भइसकेको थियो। त्यसरी हामीले चाहिँ पोल्सहरूमा वायर राखेर अब त्यो सबै चिज हामीले गऱ्यौँ। अनि त्यसै कम्प्युटरहरू नेक्स्टमा हामीले कम्प्युटरहरू सेट गऱ्यौँ, बिकज फ्रम द फर्स्ट इयर होइन, यु एक्सपेक्ट इन्जिनियरिङ स्टुडेन्ट टु बी एबल टु डु सम प्रोग्रामिङ होइन। त्यो बेलामा पास्कल भन्ने ल्याङ्ग्वेज हामीले गर्थ्यौँ। त्यस्तै गरी हामीले चाहिँ सुरुमै डिजिटल सर्किट्सहरूको बारेमा हामीले चाहिँ कोर्स अफर गऱ्यौँ। किन भन्दाखेरि त्यो लजिक सर्किट्सहरू भएपछि सर्टेन कुराहरू चाहिँ प्रोजेक्ट बेस्ड एजुकेसनमा चाहिँ धेरै काम लाग्छ भन्ने कुराले।
अनि त्यो कुरा गऱ्यौँ अनि ग्रेजुअली अब हामीले चाहिँ भनौँ न इलेक्ट्रिकलका फन्डामेन्टल प्रिन्सिपलहरू एक्जिक्युट गर्ने त्यो ल्याबहरू सेटअप गर्दै गऱ्यौँ। त्यसपछि हामीले चाहिँ इलेक्ट्रिकल मसिन्सको त्यसपछि सेटअप गर्न लाग्यौँ। त्यसपछि इलेक्ट्रोनिक्स ल्याब सेटअप गऱ्यौँ। सायद गुडविल भन्ने इन्स्ट्रुमेन्ट थियो ताइवानको, असिलोस्कोपहरू, सिग्नल जेनेरेटरहरू, मसिन्सहरू चाहिँ हामीले डी लोरेन्जोको जुन चाहिँ अहिले पनि अपरेट भइरहेछ ती मसिन्सहरू लिएर आएको थियौँ। सो त्यसरी हामीले एउटा बेसिक इन्फ्रास्ट्रक्चर चाहिँ सेटअप गऱ्यौँ। त्यो बेसिक इन्फ्रास्ट्रक्चरलाई रन गर्नलाई अरू लजिस्टिक्स के चाहिन्थ्यो भनौँ न, पावर सप्लाई अथवा इभन डेस्क बेन्च होइन, इभन अब त्यहाँ जे चाहिन्थ्यो होइन, त्यो चाहिँ अलिक कोअपरेटिभली नै हामीले काम गरेर सेटअप गऱ्यौँ। सो त्यो द्याट वाज इन 90s 94 94 95 सो त्यतिखेरदेखि अहिलेसम्म युभ टट यत्रो धेरै ब्याचहरू होइन, यहीँको हाम्रो धेरै प्रोफेसर्सहरू देव लर्न फ्रम यु, देव यर स्टुडेन्ट्स. सो हाउ डज इट फिल टु हेभ यर स्टुडेन्ट्स एलोङ साइड यु एज फ्याकल्टिज इन द सेम इन्स्टिट्युसन? अब हामी डिपार्टमेन्टमा आफै भन्ने हो भने चाहिँ अब त्यति धेरै चाहिँ हामी सधैँ बसिरहने फ्याकल्टी त हुँदैन। फ्याकल्टी दे कम एन्ड गो होइन। अनि त्यो बेलामा अब आफैले पढाएको स्टुडेन्ट्सहरू आउँदाखेरि एउटा काम गर्नलाई भनौँ न एउटा सर्टेनली यो एटमोस्फियर चाहिँ कम्युनिकेसन ग्याप एकदमै कम हुने होइन। फर इन्स्टेन्स जब एउटा स्टुडेन्ट चाहिँ 4th इयर सक्छ ब्याचलर होइन, त्यसपछि इभन कोही स्टुडेन्ट त्यस्तो इन्ट्रोभर्ट भयो भने एक्कासी त्यो चाहिँ अब फ्रेन्डली हुन्छ होइन, किनभने त्यो सकिएको एउटा छ नि त होइन, फिलिङ अफ अचिभमेन्ट। अनि त्यो अचिभमेन्ट पछि चाहिँ अब हाम्रो आफ्नै इन्स्टिट्युट जोइन गर्दाखेरि दे हेभ सर्टेन होइन, सर्टेन गुड विल टुवर्ड्स द इन्स्टिट्युसन, त्यो पनि भयो। एन्ड दे स्टार्ट वर्किङ इभन हार्डर होइन। अनि त्यो चाहिँ फ्रेन्डली एटमोस्फियर भन्यो भने त्यसरी चाहिँ अब हामी आयौँ। हुन त अब अरू इन्स्टिट्युसनका ग्रेजुएट्सहरू पनि आउनुभयो, हामीले उहाँहरूसँग पनि काम गऱ्यौँ राम्रैसँग होइन। अहिले चाहिँ अब मोस्टली हामी चाहिँ यहीँको ग्रेजुएट देख्छौँ, बिकज दे ह्याभ गन टु अदर इन्स्टिट्युसन्स होइन। कतिपयले बाहिरबाट अरू हायर डिग्री गरेर आउनु भएको छ, पिएचडी गरेर आउनु भएको छ। एन्ड यो भनौँ न we need to have some sort of diversity, but at the same time it's easy to work with people who actually होइन, उनीहरूले चाहिँ आफ्नो लाइफको एउटा इम्पोर्टेन्ट फेज चाहिँ यहीँ बिताएको भएर उनीहरूसँग काम गर्न पनि धेरै नै रमाइलो हुन्छ। सो यहाँसम्मको त भयो अबाउट एभ्रिथिङ प्रोफेसनल। रोबर्ट विलियम्सले पनि भनेको छ मेडिसिन, इन्जिनियरिङ, ल, बिजनेसेस, दिज आर मोडर्न पर्स्युट्स नेसेसरी टु सस्टेन लाइफ। तर भित्र आर्ट जुन मान्छेभित्र आई फिल लाइक एभ्री वान एज एन आर्टिस्ट। सो हजुरको र आर्टको चाहिँ कस्तो सम्बन्ध रह्यो अहिलेसम्म, सो फार द्याट युभ लिभ लाइफ? छ केही खास सम्बन्ध आर्टसँग? अब यस्तो हो, अघि मैले भने कि बच्चादेखि नै एउटा चाहिँ सानो भनौँ न पुच्चे केटामै एउटा इन्जिनियरिङ एटिच्युड भनौँ न, बनाउने बिगार्ने हुन्छ भनेको जस्तै यो ट्राइङ टु बी आर्टिस्ट पनि हुन्छ होइन। किनभने असाइन गरिदिन्छ नि त। कतिपय केसमा मान्छेले के गरिदिन्छ त, असाइन गरिदिन्छ। सो सोच्दै गरेछ न भन्नु त्यो काट्दा हुन्छ। मैले भनेको जस्तै जस्तो केटाकेटीहरूमा के हुन्छ त, एउटा बनाउने बिगार्ने एउटा हुन्छ नि त नेचुरल इन्स्टिङ होइन। बिकज ह्युमन काइन्ड भनेको चाहिँ दे आर मास्टर अफ टुल मेकिङ होइन।
ठिक छ, टुल मेकिङ एन्ड पर्पसफुल्ली trying to construct Mm. things, and at the same time if they don't like, Mm. then they will reconstruct or they will destroy, होइन? Reverse engineer. त्यो जस्तै अब हामीलाई आर्टको कुरा गर्दाखेरि पनि कतिपय एउटा आर्टको नेचुरल एउटा इन्स्टिङ त भइहाल्छ, होइन? वी वान्ट टु बी इन्टरटेनिङ, है, आइदर आवर सेल्फ अर इन्टरटेनिङ टु अदर पिपल, होइन? अनि त्यसमा पनि अब असाइनमेन्ट्स पनि हुन्छ, होइन? समटाइम्स बच्चाहरूलाई युआर गुड एट डान्सिङ, प्लिज डान्स भने जस्तो, होइन? एउटा गीत गाइदेऊ भने जस्तो। त्यस्तै गरी म चाहिँ अब बच्चा बेलामा भनौँ न उसले गीत गाउँछ भनेको जस्तो 3-4 क्लासतिर पढ्दाखेरि जस्तो बितेका कुरा भनौँ, होइन? त्यस्तो होइन, त्यो स्कुलमा होइन, स्कुलमा त्यो गुड फ्राइडेज वाला ट्रेन्ड त्यस्तो त हाम्रो थिएन, होइन? स्कुलमै जस्तो अब कुनै क्लास न भनौँ न, क्लासमा चाहिँ ल गीत गाउने भने उसले एउटा गाउँछ नि भन्ने जस्तो त्यो भएको हुनाले अलिकति अब म्युजिकल सेन्स छ कि भन्ने जस्तो। सो अरू पनि ट्राई गरिन्छ, जस्तो स्केचिङहरू भयो, त्यसमध्ये पनि सबभन्दा धेरै ट्राई गरेको भने चाहिँ म्युजिकमै हो। कुनै पनि सोसियल फङ्सनमा भनौँ, पर्टिकुलरली अब बङ्गलादेश पढ्दाखेरि अथवा जापान पढ्दाखेरि भनौँ, सर्टेन नेप्लिजहरूको जुन फङ्सन हुन्छ नि, नेप्लिज कम्युनिटी सानो हुन्छ, अब त्यो सानो कम्युनिटीमा हेर्ने अझ बढी हुन्छन्, गर्ने कम हुन्छन्, होइन? अनि त्यसमा चाहिँ अब असाइनमेन्ट पनि पाइन्छ भनेको ल तिमी गरिदेऊ नि त, अथवा हामी गरौँ न त भन्ने। अनि त्यो भएर मैले म्युजिकमा चाहिँ अलिकति सर्टेन पहिला चाहिँ एउटा हबी जस्तो, होइन, अथवा सोसियलाइजेसन टुल जस्तो म्युजिकमा मैले टाइम बिताएँ। पछि चाहिँ अब भनौँ फर्मल ट्राई पनि गरेँ त्यसलाई रिड गर्ने, राइट गर्ने, होइन? अनि त्यस्तै गरी अब सङ राइटिङको कामहरू पनि गरेँ। अनि अब कम्पोजिसन भन्न त अलि मिल्दैन, त्यसमा ट्युन हाल्ने, होइन? त्यसरी आफ्नो अब भनौँ कजनहरूसँग ट्युन सुन हाल्ने, गीत बनाउने, त्यसो पनि गरेँ। कुनै कुनै 1-2वटा चल्यो, होइन? अरू चलेन। त्यो चाहिँ मैले अब कन्टिन्युस अहिले रिसेन्टली चाहिँ कति टाइम भयो, अलिकति यो 3-4 वर्ष नै भयो, अहिले रिसेन्टली चाहिँ गरेको छैन। त्योभन्दा अगाडि चाहिँ म्युजिकमा चाहिँ अब भनौँ न एउटा चाहिँ आर्टको हिसाबले पनि, अनि अर्को चाहिँ अब जस्तो भनौँ सफ्टवेयरहरू चलाउने, होइन, टेक्नोलोजीको हिसाबले पनि दुइटै गरेँ मैले। इन्ट्रेस्टिङ लाग्छ, किनभने यु क्यान समटाइम्स बी इन्टरटेनिङ टु योर फ्रेन्ड्स, होइन? म जस्तो चाहिँ भनौँ न, म जस्तो चाहिँ अब सोसियलाइजेसन फङ्सनको लागि भएको म्युजिसियन भनौँ न, होइन? भनेको हामी 4जना बस्यौँ, ल ल ल होइन, एउटा गरौँ त गरौँ भन्दाखेरि त्यो यत्तिकै हावा, होइन, विथ सम सेन्स, होइन? सो त्यतिखेर हु डिड यु लिसन टु? को थियो त्यो आर्टिस्टहरू द्याट युज टु सुन्ने? एन्ड देन अहिले पनि कसलाई सुनिसिन्छ हजुर? अब धेरै जस्तो नेपाली आधुनिक गीत भन्छ नि, त्यो सुनियो। अनि हिन्दी फिल्म सङ त्यो सुनियो। अनि इङ्ग्लिसमा चाहिँ जुन 80sतिर 90sतिर जुन किसिमका ब्यान्डहरू हुन्थे तिनीहरू धेरै सुनियो। इङ्ग्लिसमा जस्तो मलाई याद छ फर्स्ट टेप मैले चाहिँ स्टिङको एभ्री ब्रेथ यु टेक, होइन, त्यो जुन एल्बम थियो, त्यो क्यासेट टेप, अनि त्यो सुनेको थिएँ। इट वाज सो फेसिनेटिङ, होइन? त्यो स्टाइल पनि धेरै मनपर्ने। त्यसै गरी त्यो बेलाको रक ब्यान्डहरू सुनियो। एट द सेम टाइम डिस्को 80मा, होइन, डिस्को जुन चाहिँ बोनियमको भनौँ न, बोनियमहरूको बेलाको थियो। अनि यता क्विनको पनि सुन्यो, तर क्विन वाज लाइक मोर
मोडर्न अँ, क्लासिकल नियो क्लासिकल टाइप होइन अँ, द हामी चाहिँ स्कर्पियन्सहरू पनि सुन्यो। स्कोर्पियन धेरै सुनियो अँ, त्यो चाहिँ ब्याचलर पढ्दाखेरि हो स्कोर्पियन त अति नै सुनियो अहिले चाहिँ कुन सुनिन्छ? अहिले अब रिसेन्टली त्यस्तो सुनेको डिग छैन गरेछ नयाँ आर्टिस्टहरू, नयाँ ब्यान्ड्स अँ, अँ, अँ। छैन? मैले सर्टेन कुराहरू चाहिँ मैले बन्द गरेँ होइन उम्, सर्टेन टाइम पछि जस्तो नयाँ मुभी हेर्न उम्, होइन यो 2000 समथिङदेखि चाहिँ म पुरानै मुभी रिपिट गरेर हेर्छु उम्, नयाँ हेर्दिनँ त्यस्तै गरी यो उसमा पनि नेपाली सङ यु कान्ट हेल्प होइन किन ट्रु। भन्दाखेरि नेपाली चाहिँ आइरहन्छ हिन्दी सर्टेन एक दुईवटा उम्, जस्तो नयाँ आर्टिस्टहरू उम्, तर नेपाली चाहिँ आइरहन्छ होइन अनि त्यो भएर अब त्यो कन्टेम्पोरेरी म्युजिक एभ्रिडे लाइफमा पनि आइरहने भएको हुनाले नेपाली सर्टेन कुराहरू चाहिँ अलिक कम तर सुनिरहन्छ नयाँ गीत पनि उम्। हिन्दी चाहिँ कमै हो इङ्ग्लिस त अब भनौँ न स्टप्ड आफ्टर अँ अ सर्टेन अँ पिरियड। सो हामीसँग त्यो एउटा पिक्चर पनि होला अफ यु प्लेइङ गिटार एउटा फङ्सनमा, रोने हामीसँग होला त्यहाँ, हेर त त्यो कहाँ। सर्टेनली अब पहिला जस्तो त होइन होइन अँ सो अँ, ब्रिङ्स ब्याक मेमोरिज कहिलेको के हो सर, यो अलिकति कन्टेक्स्ट पाउन। यो चाहिँ अब सायद यो क्यान्टिनमा जस्तो लाग्छ मलाई है केयुको क्यान्टिन। केयु क्यान्टिनमा चाहिँ होस्टेल नाइट के लेखेको छ है होस्टेलको फङ्सनमा मैले नर्मल्ली गाउँथेँ स्टुडेन्ट्सको होस्टेलको फङ्सनमा किन त्यो बेला। भन्दाखेरि अब जस्तो हामी त यहीँ बस्छौँ नि त उम्, यहीँ बस्ने भएपछि यो जुन चाहिँ कम्युटिङ स्टुडेन्ट भन्दा होस्टेलको स्टुडेन्टसँग बढी हाम्रो चाहिँ यो के भन्ने नन एकाडेमिक रिलेसन चाहिँ हुन्छ अनि त्यो भएपछि फेरि त्यो चाहिँ अब आफ्नो डिपार्टमेन्ट मात्रै होइन अरू डिपार्टमेन्टकोसँग अझ बढी क्लोज भइन्छ सायद अब यो चाहिँ मैले के गीत गाएको थाहा छैन तर यही टाइममा मैले जोन लेननको जेलस गाई भन्ने गीत गाएको थिएँ ड्रममा कोही अर्को एकजना हुनुहुन्थ्यो होइन तर अहिले ड्रममा हुनुहुन्न भनेको मतलब त्यो जोन लेननकै गीत गाएको भन्दा अगाडि कुनै हुनसक्छ यो त्यही के अरे सोसियल मिडियाकै आइसोलेटेड बबलहरूले गर्दाखेरि नै आई फिल लाइक त्यो बेला होस्टेलहरूको इन्कमिङ फ्रेसर्सहरूको इभेन्टहरू हुन्थ्यो क्या। अहिले त छैन नि त त्यो कल्चर त केयुमा। होस्टेलरहरूको जुन पहिला एप डिग्ड अलिकति युट्युबमा होस्टेल पार्टी होस्टेलहरूको फ्रेसर्सहरूलाई इन्कमिङ फ्रेसर्सहरूलाई वेलकम गर्ने पार्टीहरू हुँदो रहेछ पहिला एज अ कल्चर इन केयु। जस त्यो चाहिँ अहिले बन्द भएको देखेँ मैले। पहिला अलिकति अब खोइ अब अहिले हुन्छ कि हुँदैन थाहा छैन होइन तर पहिला त्यो चाहिँ चाहिँ हुँदैन। हामी चाहिँ अब जस्तो टिचरहरू चाहिँ अघि पनि मैले भने होइन टिचरहरू चाहिँ आउट अफ डिपार्टमेन्टको स्टुडेन्टसँग चाहिँ एउटा फर्मल रिलेसन है टिचर स्टुडेन्ट समटाइम्स त्यो अब फङ्सनमा गीत गायो जस्तो फेयरवेलमा गीत गायो भने पनि त्यो चाहिँ अलिकति फर्मल वेमै होइन त्यसो हुन्थ्यो भने डिपार्टमेन्टभन्दा बाहिरको स्टुडेन्टहरूसँग चाहिँ मोरलेस भनौँ न चिया कफी खाने खाजा खाने देखि लिएर उनीहरूको एउटा जुन आफ्टर फोरको लाइफ हुन्छ नि हाम्रो पनि आफ्टर फोरको एउटा लाइफ हुन्छ यहीँ अब स्टाफ क्वार्टरमा बस्ने भएको हुनाले त्यसमा चाहिँ सर्टेन एउटा भनौँ इन्टरेक्सन चाहिँ हुन्थ्यो पहिला अनि त्यही सिलसिलामा जस्तो होस्टेलको प्रोग्राम भयो यिनीहरू त अब होलिडेमा हुन्छ नि त होइन स्याटरडेतिर हुन्छ अनि त्यो बेलामा अब को छ भन्दाखेरि यहीँको टिचरलाई बोलाउँ भन्ने अनि त्यसपछि ल चढौँ स्टेजमा भन्ने खालको किनभने त्यो त ग्रुप पनि सानो भयो होइन एन्ड यु टेन टु नो मोस्ट अफ द पिपल सो त्यही मेमोरिजहरू नै हेर्दाखेरि आई फिल लाइक हामीसँग हजुरले केही खेलेको पनि एउटा पिक्चर होला। स्पोर्ट्स विकमा सायद फुटबल हान्दै गरेको खोइ हेरौँ त कुन पिक्चर हो। बलिङ गरे जस्तो छ त्यो। त्यस्तै होला। सो स्पोर्ट्समा नि यु डिग्ड योर सेल्फ अलिकति भित्रसम्म कि छैन? त्यस्तो धेरै होइन हामी अब एज अ सोसियल इभेन्ट हेरिसिन्छ हजुर स्पोर्टलाई? पहिला फुटबल पनि खेल्थेँ म तर पछि गएर चाहिँ टेबल टेनिसमा
लिमिटेड भयो भनौँ न। अँ, खेल्न चाहिँ खेल्ने हो। स्टुडेन्ट इभेन्टमा हामी पार्टिसिपेट गर्थ्यौँ। उम्, जुन चाहिँ यो स्पोर्ट्स विक भन्ने पहिला हुन्थ्यो, जुन बेलामा हामीले चाहिँ हाउसमा डिभाइड गरेर स्पोर्ट्स विक गर्ने गर्थ्यौँ। अनि त्यस्तै गरी स्पोर्ट्स विक पछि एउटा फेद मेला जस्तै हुन्थ्यो। उम्। सायद त्यसकै होला यो। सो यो फुटबल चाहिँ हजुरमा सिन्स बाङ्लादेश इज अ बिट इन्क्लाइन टुवर्ड्स फुटबल, बाङ्लादेशमा अन्डर ग्राड गर्दाखेरि आएको कि? होइन, बच्चादेखि खेल्ने हो फुटबल है। उम्, फुटबल इज त्यो बेलामा क्रिकेट भन्ने त्यस्तो थिएन। उम्, फुटबलै खेलिन्थ्यो हामी बच्चा बेलामा। अँ। इट वाज डिफिकल्ट टु गेट प्रपर फुटबल, बट होइन हामी उम्, चाहिँ त्यो खेल्थ्यौँ। हजुरले कुन लेभलसम्म गरिसकेछ वाइल यु डिड नट ह्याभ प्रपर फुटबल? सक्सहरू स्टक गरेर नि खेलिसकेछ कि चाहिँ? त्यस्तै। के भन्छ टुन्टी भन्थ्यो, हाम्रो टुन्टी उठेको भन्थ्यो होइन। वाट्स द्याट? भित्रबाट बल अब त्यो जुन बाहिरको ज्याकेट हुन्छ नि, अँ, त्यो ज्याकेट चाहिँ अलिकति फाटेपछि उम्, त्यहाँबाट भित्रको ब्ल्याडर चाहिँ फुलेर आउने क्या अँ, होइन। अँ, अनि त्यो त्यो नर्मली चाहिँ त्यो जुन जहाँबाट हावा हालिन्छ नि, उम्, त्यो चाहिँ अड्काएर राखेको हुन्छ नि, हो त्यहीँ फुलेर आउँछ क्या त्यो। हिर्काउन बल खेल्न गाह्रो हुने। अँ, त्यस्तो पनि खेलियो। उम्, अरू अनि त्यस्तै हो, उम्। अलिक थोत्रो थोत्रो बल खेलियो। मिलनको अलिकति जे होस् अब चाहिँ सिन्स अब बिस्तारै रिटायर हुने बेला पनि आउँदै होला त नआओस् हाम्रो लागि त, बिकज वी वान्ट यु टु टिच हामी यहाँ हुन्जेल चाहिँ। तर त्यो सिन्स त्यो पिरियड अब आउँदै होला, हाउ डु यु लुक ब्याक अन यर टाइम इन केयु लिभिङ इन अ स्मल टाउन एज अ प्रोफेसर होइन? सो वाइ डिड यु डिसाइड टु स्टे यतै? अनि हाउ वाज इट लाइक लिभिङ इन अ जस्ट आइसोलेटेड छ नि त यो टाउन त फ्रम द बिग सिटी एन्ड अल द्याट? सो हाउ डु यु लुक ब्याक अन इट? कतिपय कुरा अब आफ्नो पर्सनालिटीलाई सुट हुन्छ होइन। जस्तो अब इलेक्ट्रोनिक्स भनेको पनि इन्जिनियरिङ मलाई सुट हुन्छ जस्तो लाग्छ मलाई होइन। आई लाइक द फिल्ड है। अहिले पनि म त्यत्तिकै एक्टिभ हुन्छु कुनै नयाँ टेक्नोलोजीको बारेमा बुझ्न होइन। सोसाइटीहरूमा म त्यत्तिकै पार्टिसिपेट गरेर हुन्छु। अनलाइन वेबिनारहरू पनि त्यत्तिकै हेरिरहेको हुन्छु। यो टेक्नोलोजी पार्ट मलाई सुट भएको जस्तो लाग्यो। त्यस्तै गरी अब यो सधैँ म बसिरहेको त होइन धुलीखेलमा होइन। बिकज आई टुक समटाइम्स आई टुक ब्रेक है, समटाइम्स आई रिजोइन। तर त्यसै गरी यो धुलीखेल पनि मलाई चाहिँ अहिलेभन्दा पनि पहिला चाहिँ धेरै सुट गरेको जस्तो लाग्छ कि। अहिले त अब हामी त्यति यताउता गइरहन्नौँ। पहिला यो नेचुरल प्लेस थियो होइन। क्लाइमेट वाज भेरी गुड होइन। अनि त्यसपछि वाटर सप्लाईहरूमा पनि केही प्रब्लम थिएन, डस्टहरू पनि त्यस्तो थिएन। घुमघाम हामी गरिरहन्थ्यौँ। र त्यो बेलामा के थियो त भन्दाखेरि अघि भन्यौँ नि हामीले आफ्नै स्टुडेन्ट चाहिँ टिचर भएर आउँथ्यो होइन। अनि त्यसपछि त्यो एउटा भनौँ न ग्रुपै हुन्छ है। त्यसपछि द इभिनिङ्स बिकम मोर एन्ड मोर इन्ट्रेस्टिङ होइन। के त भन्दाखेरि अब अहिले चाहिँ अब अन द भर्ज अफ रिटायर होइन, अलिकति ग्याप पनि भयो भनौँ न। अनि त्यसपछि जस्तो कि हाम्रो हाउसिङको अकुपेन्ट्सहरूको पनि जुन डेन्सिटी। होइन अर्कै खालको अकुपेन्ट्स भएर जान्छ क्या अहिले। पहिला चाहिँ अब जस्तो हामी ब्याचलर अकुपेन्ट हुन्थ्यौँ भने अहिले चाहिँ फ्यामिली बच्चा भएको, अझ बच्चा पनि ठुलो भएको होइन। त्यो चाहिँ अब चेन्ज भएर गयो। तर त्यो बेलामा चाहिँ धेरै सुट गर्यो मलाई है। र आई लाइक दिस प्लेस बेटर होइन। घुम्न जानलाई पोखरा भनेको जस्तै बस्नलाई धुलीखेल होइन। अनि त्यो भएको हुनाले म चाहिँ ग्रेजुअल्ली म सिफ्ट भएँ धुलीखेलमा। अनि सो अब यो अन अफकै कुराहरू गर्दाखेरि एउटा मेजर अन अफ चाहिँ के भन्दाखेरि यु सर्भड एज द डिन अफ स्कुल अफ इन्जिनियरिङ। सो त्यो एक्सपिरियन्स, त्यो फेज चाहिँ हाउ डिड इट इम्प्याक्ट यु एज अ पर्सन? हाउ डिड इट इम्प्याक्ट यर पर्सनालिटी? कतिको होला इम्प्याक्ट गर्यो त्यसले? सिफ्ट पनि गर्नु पऱ्यो होला सम वाट अफ यर पर्सनालिटी टु अ इभन च्यालेन्जिङ एन्ड अ मोर सिरियस पोजिसन। सो हाउ वाज इट फर यु? यस्तो हो, हामी चाहिँ जब मैले जोइन गरेँ होइन यहाँ, अनि त्यसपछि मैले टिचिङ गर्न थालेँ होइन। अनि इट वाज
वान अफ द बेस्ट भनौँ न सि सर्कमस्टान्स है जब उम्, मैले टिच गर्न थालेँ। उम्, स्टुडेन्ट पनि त्यति मबाट त्यति एजमा टाढा नभएको। उम्, अनि तर अब त्यो बेलाको अलिकति क्लासिकल सिस्टम अफ एजुकेसन होइन, त्यो ओबेइङ भनौँ उम्, अलिकति त्यो चाहिँ डिसिप्लिन मोर। उम्, अनि त्यसपछि फेरि अब कुराहरू पनि सिमिलर जेनेरेसनको जस्तो भयो उम्, स्टुडेन्टसँग। मोर डिसिप्लिन हुँदाहुँदै पनि त्यस जस्तो अब इन्टरेक्सन चाहिँ सिक्ने प्रोसेसबाटै इन्टरेक्सन हुने धेरै जसो। अनि त्यही क्रममा चाहिँ अलिकति त्यो सिक्ने क्रममा अलिकति सोसियलाइज हुने त्यसरी चाहिँ भयो। अनि त्यो चाहिँ मलाई धेरै मन पर्यो होइन। उम्, अनि तर अब ग्रोइङ इन्स्टिट्युसन थियो होइन, अब त्यो पढाएर मात्रै हुने कुरा त केही थिएन। उम्, अघि भनिहालेँ जस्तो ल्याब सेटअप गर्नु पऱ्यो, अनि एडमिनिस्ट्रेटिभ रेस्पोन्सिबिलिटी उम्, पऱ्यो। अब जसलाई जे आउँछ त्यसले गरिदिनु पऱ्यो उम्, उम्, होइन। टाइप गर्ने इफ यु आर फास्ट इन टाइपिङ एडमिनिस्ट्रेसनको पनि काम गरिदिनु पऱ्यो होइन। इफ उम्, यु थिङ्क यु नो हाउ टु वायर उम्, है सेटअप द मसिन त्यो पनि गर्नु पऱ्यो। नट ओन्ली फर योर डिपार्टमेन्ट yeah, okay. बट अल्सो फर ओभरअल केयु होइन। उम्, त्यसरी गर्दा गर्दै अब भनौँ कोअर्डिनेटर हेड अफ डिपार्टमेन्ट होइन, उम्, त्यसो हुँदा हुँदै अब प्रोजेक्टको म्यानेजर। सो आई डिड नट अलवेज टेक प्योर एकाडेमिसियन रेस्पोन्सिबिलिटी। उम्, म चाहिँ पार्टमा एकाडेमिसियन हुने, फेरि पार्टमा म्यानेजर हुने, एडमिनिस्ट्रेटर हुने त्यस्तो रेस्पोन्सिबिलिटी लिँदै गएँ। उम्, अल्सो सिनियर्स जो फाउन्डिङ भाइस चान्सलरहरू अथवा फाउन्डिङ रजिस्ट्रार होइन, फाउन्डिङ डिनहरू उहाँहरूले पनि मलाई ट्रस्ट गर्नुभयो कि हि इज गुड नट ओन्ली एट टेक्निकल थिङ्स उम्, बट अल्सो एट म्यानेजिङ उम्, थिङ्स। त्यसै कारणले म चाहिँ अब डिन पनि भएँ उम्, होइन। बेसिकली बिकज अफ द लङ एफिलिएसन विथ द इन्स्टिट्युसन एट द सेम टाइम बिकज अफ नोइङ उम्, होइन हाउ द होल इन्स्टिट्युसन is, प्रोग्रेस होइन। uh, त्यो भएको हुनाले प्रोसिडियरल जानकारी मलाई अहिले पनि एकदमै धेरै छ केयुको एभ्री प्रोसिडियर। उम्, समटाइम्स अब त्यहाँ चाहिँ अलिअलि त्यो चाहिँ थोरै चेन्ज भएको छ तर पनि एभ्री प्रोसिडियर आई नो है। त्यो कारणले म डिन भएँ। उम्, बट एज यु नो होइन, उम्, डिन भनेको अब एकाडेमिक साइडबाट लिडर हो कि एकाडेमिक साइडको। उम्, डिन भनेको हामी चाहिँ एडमिनिस्ट्रेटरको रूपमा हेरेर हुन्छ, उम्, तर एक्चुअली चाहिँ डिन भनेको चाहिँ एकाडेमिक लिडर हो कि। उम्, हि इन्टरेक्ट्स विथ स्टुडेन्ट्स होइन, हि उम्, thoroughly examines the courses, okay, thoroughly examine how the curriculum is being delivered, okay, what are the policy changes required for better educational environment। उम्, अब हामीले चाहिँ के सोध्छौँ भन्दाखेरि यहाँ चाहिँ डिन भनेको चाहिँ एउटा पदाधिकारी हो उम्, होइन, हि हेज टु गो टु फङ्सन इनागुरेट एन्ड सो अन। उम्, तर एक्चुअली आई डोन्ट फिल लाइक द्याट होइन। डिन भनेको एकाडेमिक लिडर हो, हि हेज मोर पावर देन भाइस चान्सलर रजिस्ट्रार yeah, okay, on how to frame the education and how to put the academic things in place उम्, right? Whether it is infrastructure, whether it is desk bench, whether it's professors होइन। उम्, सो त्यो हाई लेभल अफ एकाडेमिक एउटा हुन्छ के भन्छ इन्भाइरोमेन्ट उम्, होइन, एकाडेमिक क्वालिटी एसर्टेन गर्ने काम हो। तर अब देयर वर च्यालेन्जेस है, मोर अन एडमिनिस्ट्रेसन okay, होइन, उम्, मोर अन एडमिनिस्ट्रेसन। सो म चाहिँ लगभग 2 वर्ष मात्रै गरेँ। उम्, इट वाज सम सर्ट अफ एउटा चाहिँ पर्सनालिटीमा अवेकनिङ पनि हो उम्, होइन। उम्, बिकज यु गो टु सर्टेन रेस्पोन्सिबिलिटी उम्, विच इज भनौँ न टप टायरमा छ। अनि त्यसपछि त्यहाँ चाहिँ डिफिकल्ट च्यालेन्जहरू पनि आउँछ। उम्, सो इट वाज अब हामी सो आई थिङ्क देयर वर सम डिफरेन्सेस होइन। उम्, द वे
uh, I felt I needed to work as a Mm. dean and the way I actually needed to work. As a And dean. it was अब अहिले आएर त्यही कुराको एक्सपिरियन्सबाट इन्स्टिट्युसनलाई एडभाइसहरू दिने बेलामा चाहिँ इट वाज रियली अ टफ बट भेरी फ्रुटफुल Oh, है okay. पिरियड Mm. So, अघि कुरा आयो that you're on the verge of retiring. Do you have any specific plans अब रिटायर गरेपछि do you think you'll completely give up on your field or it's just that हजुर अब पढाउनु चाहिँ छोडिदिन्छ and you'll still some part of you will still uh, thrive with what you've learned with what you do still के लाग्छ like के छ plans? प्लान्स खास त्यस्तो त केही छैन होइन Mm, प्लान भनेको आई टेक वाट एभर कम्स होइन mm, तैपनि अघि मैले भने कि आई लाइक द प्रोफेसन होइन mm, प्रोफेसन द फिल्ड mm, टेक्निकल फिल्ड पनि अनि म अहिले पनि अब बिस्तारै बिस्तारै भनौँ न यहाँ डिपार्टमेन्टमा पनि उम्, म चाहिँ धेरै एडभाइजरी role. रोलतिर सिफ्ट भइरहेको छु Mm, वेन पिपल निड होइन आई मेक माइसेल्फ अभाइलेबल mm, अनि त्यो इनपुट भनौँ त्यो mm, एडभाइसेस अथवा आइदर स्टुडेन्ट होस् अर अर फ्याकल्टी होस् त्यो रोलतिर म सिफ्ट भइरहेको छु तर अब अहिले फुल टाइम काम गर्ने भएको हुनाले चाहिँ त्यो अब भनौँ न टिचिङ होइन इभन ल्याब्स mm, टिचिङ अनि अरू सुपरभिजन होइन mm, अरू चाहिँ अब भनौँ कन्ट्रिब्युटिङ टु एकाडेमिक पब्लिकेसन्स mm, त्यो चाहिँ अझै पनि गरिरहेको छु बट प्रोबेब्ली आफ्टर रिटायरमेन्ट होइन mm, हुनसक्छ यहीँ इन्स्टिट्युसनलाई पनि म केही त्यस्तै एडभाइजरी mm, सर्भिसेसहरू दिन सकौँला तर मोरलेस यो पनि हुनसक्छ कि यत्रो वर्षको एक्सपिरियन्स चाहिँ mm, अरू भनौँ न अहिले चाहिँ इमर्जिङ इन्स्टिट्युसन्सहरू mm, अथवा इमर्जिङ अर्गनाइजेसनहरू mm, वेदर इट इज प्राइभेट अर पब्लिक होइन mm. उनीहरूलाई पनि सपोर्ट गरौँ होइन अपलिफ्ट भन्दा पनि अपलिफ्ट त अब भइहाल्छ होइन Uh, अपलिफ्ट भन्दा पनि Direction. एउटा कस्तो भन्दाखेरि कन्सियसनेस पनि हामी प्रोभाइड गर्न सक्छौँ होइन Mm, किन भन्दा हाम्रो एक्सपिरियन्स छ भने त्यहाँ चाहिँ सक्सेस पनि हुन्छ फेलियरहरू पनि हुन्छ होइन mm, सो इफ यु क्यान अभोइड होइन डम फेलियर भनौँ न इन अ प्रोसेस होइन mm, युआर लाइकली टु सक्सिड मोर mm. अनि त्यो भएको हुनाले त्यस्तो रोलमा जान्छु कि होइन तर पनि आई वुड लाइक टु टेक होइन द च्यालेन्ज एज इट कम्स Okay, so you also received एउटा आई फिल लाइक मिनिस्ट्री अफ एजुकेसनले हजुरलाई एकचोटि एजुकेसन मेडलले पनि अनर गराएको थियो सो वाट यु थिङ्क केही पिभोटल एउटा पोइन्ट आएको थियो द्याट मेड दि कन्ट्री अर दि मिनिस्ट्री अवेर अफ यर वर्क कि हाउ डु यु फिल द्याट केम इन यर वे त्यो अनर चाहिँ के त्यो पछि अनर आएको थियो? चाहिँ अब मिनिस्ट्रीले भन्दा पनि त्यो अनर चाहिँ केयुको भनौँ न टप लेभल एडमिनिस्ट्रेसनले उम्, त्यो अनरको लागि रेकमेन्ड गर्ने हो उम्, अनि त्यो चाहिँ अब एउटा भनौँ न वान बाई वान उम्, जो मान्छे सिन्सियरली काम गर्दै जान्छ उम्, उनीहरूको पालो आउने अनर भनौँ न ओके पालो आउने हो त्यो क्रममा अब हामी चाहिँ सुरुवातदेखि काम गरेको भएर अलि छिटो पालो आयो सो आई थिङ्क इट इज क्वाइट एप्रोप्रिएट म चाहिँ यस्तो गर्दिनँ कि त्यो अब आफैलाई प्रोजेक्ट गर्नुभन्दा पनि ओके इफ समथिङ इज रिकगनाइज होइन देन त्यो माइल स्टोनले चाहिँ हामीलाई अझ डेलिभरीमा सर्भिस डेलिभरीमा राम्रो बनाउँछ भन्ने कुरालाई विश्वास गर्नुभएको हुनाले
इट वाज अ माइलस्टोन होइन। उम्, इट रिफ्लेक्टेड त्यो नेसनल ट्रस्ट भन्दा पनि इट रिफ्लेक्टेड द ट्रस्ट अफ काठमाडौँ युनिभर्सिटी अन माई भनौँ न कन्ट्रिब्युसन है। उम्। सो अब वा एन्डतिर एप्रोच गर्दै जाँदाखेरि फर एनी वान जो चाहिँ यो फिल्डमा अहिले आफ्नो फर्मल एजुकेसन बढाउँदै हुनुहुन्छ अगाडि अर समन हु जस्ट स्टार्टिङ आउट, हजुरको यत्रो वर्षको एक्सपिरियन्सले उहाँहरूलाई के एडभाइस दिन चाहनुहुन्छ? वाट यु थिङ्क दे सुड बी अवेर अफ, दे सुड नो बिफोर किक स्टार्टिङ देयर जर्नी, वेदर पछि इन्डस्ट्रीमा जाँदा पनि अर रिसर्च एकाडेमियामा जाँदा पनि? एउटा कुरा त के त भन्दाखेरि जुन फिल्डमा आफू अब आइयो होइन, यु निड टु यु ट्राई टु फाइन्ड अ रिजन होइन, कि त्यसलाई लाइक गर्ने रिजन चाहिँ भेटाउनु पऱ्यो है। भनौँ त्यो चाहिँ अब आफू खत्रै छु भनेर देखाउने पनि हुनसक्छ, अथवा आफू चाहिँ युजफुल छु भनेर देखाउने पनि हुनसक्छ है। त्यो फिल्डलाई लाइक गर्ने रिजनलाई फाइन्ड आउट गर्नु पऱ्यो। भनौँ न हामीले चाहिँ मिसन भन्नु नि होइन, सम सर्ट अफ मिसन होइन, कि आई वान्ट टु बी सर्भिस टु दिस होइन, एन्ड देन देयर आर ओन्ली फ्यु पिपल हु क्यान कन्ट्रिब्युट होइन, एन्ड आई एम वान अफ द्याट भन्ने कुरामा चाहिँ एउटा त्यो चाहिँ आफूले एउटा अब्जेक्टिभ भनौँ, एउटा मिसन चाहिँ इस्टाब्लिस गर्न सक्नु पऱ्यो। जस्तो अब हामीले त टिचर भएर ओके हामी टिचिङ इन्जोय गर्नु पऱ्यो होइन, त्यस्तै गरी अब मैले जुन सब्जेक्ट पढाउँछु त्यो सब्जेक्ट चाहिँ मलाई चाहिँ अलिकति फेसिनेटिङ त लाग्नु पऱ्यो होइन। जस्तो सिग्नल प्रोसेसिङमा पढाउँछु, मलाई सिग्नल प्रोसेसिङ फेसिनेटिङ लाग्छ होइन। अहिले म सेटेलाइट कम्युनिकेसन पढाउँछु, इट अल्सो फेसिनेट्स मी होइन। त्यो चाहिँ लाग्नु पऱ्यो है न्यू जेनेरेसनमा पनि, बिकज इट इज अबाउट फेट होइन। समटाइम्स यु आर इन सर्टेन प्लेस होइन, तर देयर आर नम्बर अफ रिजन्स यु क्यान डिसलाइक इट, नम्बर अफ रिजन यु क्यान लाइक इट, बट वी निड टु फाइन्ड अ नम्बर अफ रिजन टु लाइक इट, बिकज वी आर अलरेडी इन द प्लेस है। अलरेडी इन द प्लेस भएपछि त सर्टेन टाइम त कमिटमेन्ट हुन्छ, त्यो कमिटमेन्ट भएको पिरियडमा त हामीले लाइक गर्नु पऱ्यो, त्यसलाई पर्सिस्टेन्टली के गर्नु पऱ्यो त पर्सु गर्नु पऱ्यो। अनि त्यसपछि नयाँ नयाँ लाइकिङ फाइन्ड आउट गर्नु पऱ्यो, अब्जेक्टिभ फाइन्ड आउट गर्नु पऱ्यो। त्यो चाहिँ बोथ साइडमा हुनसक्छ है, टेक्निकल सोसियल है, बोथ साइडमा हुनसक्छ। त्यो गऱ्यो भने चाहिँ आफूले डिस्ट्र्याक्सनबाट चाहिँ आफू अलिकति होइन टाढा बसेर त्यसलाई चाहिँ अझ आफ्नो स्किललाई नलेजलाई पोलिस गर्न सकिन्छ। त्यो गर्नु राम्रो हो, किन भन्दाखेरि त्यसपछि हामी कस्तो हुन्छ भने समटाइम्स यु डोन्ट गेट द सेम अपर्च्युनिटी अगेन एन्ड अगेन है। समटाइम्स देयर आर सर्टेन चेन्जेस यु निड टु चेन्ज, तर अब हामी चाहिँ यही चिजलाई चाहिँ मैले लाइकिङ गर्न सकिनँ, यही चिजमा मेरो मिसन चाहिँ भेट्न सकिनँ भने त चेन्ज भयो पनि भेट्न सक्दिनँ नि। इट इज काइन्ड अफ ह्याबिट के होइन, ह्याबिट भनौँ न। यो जुन मिसनको रूपमा लिने एभ्री डे, अनि एभ्री डे आफ्नो पर्फर्मेन्सलाई इभ्यालुएट गर्ने, एभ्री इयर मिसनको रूपमा लिने होइन, अनि एभ्री प्लेस जहाँ चाहिँ हामी आफूलाई पाउँछौँ होइन, इन्टेन्सनली नन इन्टेन्सनली त्यहाँ चाहिँ एउटा मिसन होइन। त्यो भन्दैमा फेरि अब मोनोटोनिकल्ली त्यसलाई चाहिँ लाइकै गर्छ सधैँ गर्छ भन्ने होइन होइन। इट इज लाइक लोग्ने स्वास्नीको झगडा भनेको जस्तो पनि हुनसक्छ होइन, बिकज सर्टेन जुन कुरामा पनि जुन ठाउँमा हामी छौँ त्यहाँ चाहिँ दुइटै हुन्छ कि, एउटा चाहिँ के त भन्दाखेरि ड्राइभ गर्ने पनि हुन्छ, एउटा चाहिँ कन्फ्लिक्ट गर्ने पनि हुन्छ होइन। जस्तो मान्छेमा भन्छ नि होइन, एभिल पनि हुन्छ सटन पनि हुन्छ, त्यही मान्छेमा के हुन्छ त गुड पनि गड पनि हुन्छ होइन। भनेपछि के भयो त
त्यो चाहिँ फाइन्ड आउट गर्नु पऱ्यो नि त. Mm. इट डज नट मिन द्याट इट अलवेज टर्न्स आउट गुड Your way. है. त्यो फाइन्ड आउट गरेर फर इन्स्टेन्स टेक्निकल एजुकेसनमा भएको मान्छेहरूले चाहिँ टेक्निकली फेसिनेटिङ होइन Mm. कुराहरू चाहिँ फाइन्ड आउट गर्नुपर्छ. अब त्यसको लागि चाहिँ टाइम स्पेन्ड गर्नु पऱ्यो कि. Mm. नट ओन्ली यु निड टु टेक अ ब्रेक फ्रम टेक्नोलोजी, ओके टेक इट, Mm. बट हाउ डु यु रिटर्न ब्याक टु टेक्नोलोजी Mm. होइन. Mhm. किन भन्दाखेरि त अब हामी इन्टरटेनमेन्ट गयो भने त इन्टरटेनमेन्ट गएको गयो गर्छौँ नि होइन. फ्राइडे नाइट पार्टी भने जस्तो Mm. होइन. गएपछि त गएको गयो, तर हाउ क्यान आई रिटर्न टु स्याटरडे होइन. Mm. स्याटरडे त्यो जुन मेन्टेनेन्स, लाइफको मेन्टेनेन्स गर्ने दिन छ नि Mm. हाम्रो कल्चरमा त होइन. अब अरू दिन बिदा छैन हामीलाई Mm. True. होइन. फ्राइडे धेरै उता गयो भने त स्याटरडे त कल्चर मेन्टेनेन्स गर्न सकेन. गाह्रो भयो. त्यस्तै गरी अब हामीले चाहिँ प्रोफेसनल कोर्सेसहरूमा छौँ भने, प्रोफेसनल हामीले अब्जेक्टिभ लिइरहेछौँ भने चाहिँ त्यो जुन भनौँ न यो डिटुर गरेपछि हामी चाहिँ फेरि ब्याक हुने चाहिँ हामीले रिजन चाहिँ अलिक कम्पल्सिभ रिजन चाहिँ एउटा जहिले पनि फाइन्ड आउट गर्नु पऱ्यो कि एभ्री डे Mm. भनौँ न. अनि त्यसो भयो भने हामीले के भन्छ त भन्दाखेरि, जस्तो गिटार बजाउँदा कतिपयले भन्थ्यो म अहिले मात्रै थाहा पाउँछु, म बजाएको बजाएँ होइन, प्र्याक्टिस गरेको गर्थेँ. त्यसबाट इम्प्रुभ हुँदै हुन्थ्यो. त्यसबाट झनै के हुन्थ्यो त आफ्नो लिगामेन्टहरू नै पेन हुने, हर्ट हुने, विक हुने हुन्थ्यो होइन. पिपल सेड द्याट ओके यु प्र्याक्टिस एभ्री डे दिस मच होइन, तर डोन्ट ओभर प्र्याक्टिस भनेको जस्तै हामीले चाहिँ टेक्नोलोजीमा पनि त्यस्तै हो कि होइन. त्यही गरिरहने भन्ने छैन, तर डिटुर गरेपछि फर्किनु पऱ्यो रेगुलरली. अनि त्यस्तै गरी त्यो रेगुल्यारिटी मेन्टेन गर्नुपर्ने जरुरी चाहिँ के एस्पेक्टमा छ त भन्ने कुरा गर्नु पऱ्यो. अर्को कुरा चाहिँ एउटा रेगुलर हुन्छ, एउटा इन्टेन्सिभ हुन्छ होइन. पिपल विल लर्न फ्रम रेगुलर. त्यो चाहिँ के त भन्दा एब्जर्भिङ हुन्छ. इन्टेन्सिभ भने डेलिभरी होइन. डेलिभर गर्नु पऱ्यो भने त इन्टेन्सिभ. फर इन्स्टेन्स हामी एक्जाम आयो, इन्टेन्सिभ नगरिकन त डेलिभर गर्न सक्दैनौँ, त्यहाँ त रेगुलरली हुँदैन. त्यस्तो गऱ्यो भने त प्रोजेक्ट गर्छौँ होइन. प्रोजेक्ट गर्दाखेरि चाहिँ होइन अर्को हप्ता फेरि बुधबार गर्ने भन्ने चाहिँ मेरो उसले चाहिँ दिँदैन क्या होइन. जब म त्यो मोडमा गएँ इन्टेन्सिभ मोडमा, आई विल वर्क अनलेस होइन, त्यो चाहिँ अनलेस आई एम डेड टायर्ड है, अर अन्टिल त्यो गोल जुन चाहिँ मैले एउटा च्यालेन्जिङ गोल छ त्यो चाहिँ सेटिस्फाई नभएसम्म म काम गर्छु. सो रेगुल्यारिटी एन्ड इन्टेन्सिभनेस होइन. इन्टेन्सिभनेस चाहिँ त्यो बेलामा जब हामीले डेलिभर गर्नुपर्छ नि त्यो बेलामा इन्टेन्सिभनेस, र रेगुल्यारिटी भने चाहिँ प्रिपेयर रहनको लागि होइन. त्यो प्रिपेयर रहेन भने त डेलिभर गर्न पनि सकेन. सो त्यही हो, त्यो स्ट्राटेजी चाहिँ अलिक राम्रो हुन्छ जस्तो लाग्छ मलाई. So I hope हाम्रो अब जर्नी किक स्टार्ट गरिरहेको फ्रेन्ड्स, यु स्टिल हेभ दि डोपामिन रिसेप्टर्स टु रिसिभ वाट इज सेड. होपफुल्ली फ्राई गरिसकेको छ होइन फ्रम अल दिस सर्ट फ्रम कन्टेन्ट. सो फर दिस एपिसोड I think this is it. Thank you so much Bhupendra sir for being such a great guest. So see you next time. Till then, have a great day. Goodbye. धन्यवाद. Bye life. कति थक्कै लाग्ने.